हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। फेरि पनि आइसकेको छु म नयाँ ब्लग लिएर। आज चाहिँ हामी सागुडी गरी भन्ने ठाउँ आएको छौँ होइन, भेडाटार नजिकै। अहिले चाहिँ हामी कल चढ्दैछौँ। त्यही हो, भाइहरूसँग आएको छु होइन। भाइहरू चाहिँ यहाँ कल चढ्दैछ फाँक भएर। त्यही हो, अहिले चाहिँ हामी डाँडामा छौँ, पुग्न लागेछौँ हामी स्पोटमा। त्यही हो, नेपालको झन्डा पनि हालिदिएको रहेछ अहिले चाहिँ। त्यही हो, हावा चल्दै रहेछ हावा। को खोलिदिएको खै खाम त फेरि यो कागुडी गरी हामीसँग कोक छ है, कोक खाइदिएको ल। चिसोमा कोक कस्तो दामी हुन्छ। पछाडिको भ्यू त्यस्तो छ है। चिसो मौसममा कोक गाई चल्दै आजको रुनै आँटेको थियो तपाईँ नआउने भनेर क्या। तिम्रो तिमीलाई कल गरौँ कि कल गरौँ भनेर क्या। कस्तो हुन्छ के साह्रो हतार गरेको त यहाँ ढिलो हुन्छ कि हुँदैन। यो मनाएको झन्डै है, घरमै हुँदैछ आज। तपाईँले लास्टमा कल उठाएर मात्र हो क्या। भन्न पर्खेर है म अनि सोधिनस् घरमा, अनि म पर थियो भनेर सोधेको तपाईँ हुनुहुन्न थियो भनेर क्या। तपाईँलाई माथि पनि आएको थियो अरे, त्यहाँ पनि देख्नु। म केटाहरूले झन्डै छोड्यो नि मलाई पो उल्टै छोड्यो झन्डै। मेरो हो तिमीहरूको अरू हो। यो सागुडी गढी भन्ने चाहिँ होइन, पहिलाको किल्ला हो यो चाहिँ। वार हुँदाखेरि होइन के हो, सनसेट हुनु लागेछ अहिले चाहिँ खतरा। यहाँबाट ढुम्म ढुम्म रहेछ मौसम, धन दिँदा नत्र पो यहाँबाट। ए अझै लिएको भयो भने त कतिले लिएको कुरकुरे खाम न, खोल त। आश गर्दैछ कुकुरले। ए पोर्चुगल त हारिहाल्छ नि यो, सक्छ उसको अगाडि। पुऱ्याउनु छ त स्पोर्ट त उही है, तल जाने बस्नु। खाइदिउँ न त भेडाटारको कुरकुरे। यो है हाम्रो चाहिँ ब्रेकफास्ट। झन्डै हात खाइदिएछ हौ। खाँदैन पिरो खालको। म पनि खिच्छु है एउटा। एस्थेटिक हो, प्रेममै आउँदैन त एक्जिट त। चाहिँ नखिचौँ। अब यहाँबाट कहाँ जाने अरे हामी? तल खोइ क्याफे लग्ने अरे आज आएको हाम्रो स्पोन्सरले। अनि स्पोन्सरले लाने हो, यहाँ क्याफे लाने अरे। फोटोग्राफरले आज लान्छ भनेछ कि, अहिले भयो भने देखाउनुपर्छ। बर्गर, पिज्जा, कर्न डग, अरू के पाउँछ, क्यापुचिनो अरे। खायौँ भने चाहिँ देखाउँछौँ, खाएन भने चाहिँ नदेखाउने ल। होइन देखाउनै पर्छ नि। यो चाहिँ तोपसोपहरू छ यहाँ चाहिँ, सुनको स्याक हान्नुपर्छ कि क्या हौ, सुनको पो रहेछ त। यहाँबाट चाहिँ भ्यू बब्बाल देखिरहेको छ। मेरो सेनापतिहरू अब लोड गर्न, अब तँ दुसन आइसक्यो। हल्लिहाल्छ नि। अङ्ग्रेजहरू आइसक्यो, अङ्ग्रेजहरू छिटो रोड गर्न न छिटो ल। अमला दामी झन्डा फरफरिँदैछ यार। हालेन हान्नु।
कडा बिस्कुट खाइदिउँ बिस्कुट पक्ड पक्ड कुन कुन बिस्कुट हो त अनि कोकोनट कत्रो फुलेको हौ अहिले मिठो रहेछ त्यो खोलहरू चाहिँ डस्टबिनमै कडा हो कहाँ जाँदैछिस् हौ हान्दै 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 बसेको भन्दा त बिचमा रोस्दा झडाइ हटाउनु जहाँलाई हटाएर भयो यहाँ उनीलाई नि फेरि यहाँ फेरि यहाँ काटीमा फेरि ओइ नाङ्गे छिटो हिँड्न नाङ्गे मुख बाङ्गे यहाँ जाडो भइरहेको बेला तल अहिले नाङ्गेतिर अहिले को तपाईँको ज्याकेट तपाईँको ज्याकेट मेरो ज्याकेट चढ्न त चढ यिनीहरूको जाने बेला के हो अब हामी ब्याक टु होम धरानतिर जाँदै झर्दैछौँ हामी होइन यसो हावासावा खाएर गफसफ गरेर गइसक्यौँ हामी यहाँ भाइले राइड हान्दैछ हाम्रो लल चाहिँ हो यसले नचाउँदैछ त गाडी त के हो यस्तो होइन नि ल ल ल ल अहिलेको लागि अपडेट त्यति नै हो ल हामी चाहिँ धरान आइसकेर पनि खाजा खानु सुरु गरिसक्यौँ होइन यहाँ चाहिँ केटाहरूले किमा नुडल मोमो अघि पाक हालिसक्यो खालि छ यहाँ चाहिँ दुईजना चाहिँ सेयरिङ केयरिङ हाल्दैछ म चाहिँ यहाँ सिङ्गल छु एट्याक बाल्टी खाँदैछ अहिले लगभग 8 बज्नु होला भर्खर हामी धरान आएको अब त्यो खाएर घर गएर फेरि घाप सान्नुपर्छ सब्जी मन्डी गएको सब्जी किन्नु नाइट वक सब किमा नुडल अर्किरहेको होला यस्तो के गर्दा डिस्कस्टिङ हो डिस्कस्टिङ ल हामी चाहिँ अब सब्जी मैले चिरेको घरबाट सब्जी लिएर आइज भन्दैछ त्यो भएर सलाद होइन धानको सब्जी मन्डी सब थन्किसकेको छ त अब त ल बन्द पनि हालिसकेको छ त हाम्रो सब्जी मन्डी त यहाँ छिरौँ ल यहाँबाट लेट्स गो ल ल सब्जी किन्नेहरू केटा ल किन रोकेको त्यहाँ किन रोकेको कसको ए कहाँ गई सिकसँग भनेर कि हो ल सब्जी किनौँ सब्जी दाजुभाइले सब्जी किनेर आइसक्यौँ होइन हामीसँग यति अब हामी कहाँ जाने घरतिर अब बाटोमा के हुन्छ त्यही अब बाटो हेर्नु पर्यो होला अँधेरो देखेर होला नि त होइन लाग्दैको ल सब्जी पनि हान्छौँ नि हामी कहिले काहीँ होइन